Hello and namaste guys. Welcome to this video. आज म तपाईहरुलाई यो क्रिकेटको बारेमा कुरा गर्न गइरहेको छु। What do you think? विराटनगर किङ्स NPL सिजन 2 को टाइटल फेभरेट हो त? के यस नेपाल प्रिमियर लिगमा चाहिँ अब विराटनगर किङ्सले धमाका मचाउँछ त? Obviously हैन, पेपरमा हेर्दाखेरि चाहिँ विराटनगर किङ्स एकदम बबाल छ है। र लेट्स गो इन्टु द डिटेल्स। अब के छ त विराटनगर किङ्स, कस्तो छ त यो स्क्वाड, के छ र यो डिटेल्समा कुरा गर्नेछु यस भिडियोमा। र यो विराटनगर किङ्समा जानुभन्दा अगाडि पहिला सरसर्ती हामी अहिलेको हाम्रो क्रिकेट सिचुएसन सिनेरियो हेरौँ। टियु क्रिकेट ग्राउन्ड पहिलोचोटि अब यो फ्लड लाइट जोडिसकेको अवस्था छ है। अब यो सिजन चाहिँ फ्लड लाइटमा पनि गेम हुने देखिएको छ। र तपाईहरुले अब शेड्युल हेर्नु भएको छैन भने NPL को शेड्युल आइसकेको छ, NPL को शेड्युल चेक गर्नु होला। र फर्स्ट म्याच चाहिँ सोमबार 17th of November बाट चाहिँ यो अभियसली नेपाल प्रिमियर लिग सिजन 2 सुरु हुँदैछ। र फर्स्ट म्याच भनेको चाहिँ बोल्स जनकपुर बोल्स भर्सेस काठमाडौँ गोर्खासको गेम हुँदैछ। र विराटनगर किङ्सको चाहिँ भोलिपल्ट अर्थात् 18th of November ट्युजडे विराटनगर किङ्स भर्सेस पोखरा एभेन्जर्स हुँदैछ बेलुकाको 4 बजेबाट है। र यो सिजन 2 विशेष गरी नेपाल क्रिकेटको लागि चाहिँ एकदमै इम्पोर्टेन्ट छ जस्तो मलाई लाग्छ। किनकि अब हाम्रो यो क्रिकेट ICC T20 मेन्स वर्ल्ड कप पनि आउँदैछ, एकदमै छिटो आउँदैछ। र मलाई आशा छ यो इभेन्टले चाहिँ, यो टुर्नामेन्टले चाहिँ हाम्रो नेपाली प्लेयरलाई चाहिँ मोर एक्सपिरियन्सहरू सेयर हुन्छ। र अहिले जति पनि अब यो प्लेयरहरू आइरहनु भएको छ, रिटायर्ड प्लेयर, एक्सपिरियन्स प्लेयरहरू चाहिँ उहाँहरूबाट चाहिँ अहिलेको यङ जेनेरेसनलाई चाहिँ यो यङ क्रिकेटर्स, नेपाली क्रिकेटर्सहरूको लागि चाहिँ एउटा नलेज ट्रान्सफरको लागि एउटा राम्रो अपर्च्युनिटी छ। एउटा सिक्ने, एउटा एक्सपिरियन्स मान्छेसँग सिक्ने, कस्तो बल कसरी खेल्ने, बलिङमा कस्तो अब कति कुराहरू टेक्निकल कुराहरू चाहिँ एकदम निटी-ग्रिटी डिटेल्समा गएर चाहिँ एउटा करेक्सन गर्ने सिक्ने पनि एउटा राम्रो मौका हो। र प्लेयरहरूले चाहिँ यो एउटा सदुपयोग गर्नुहुन्छ भन्ने मलाई लागेको छ। जति पनि यो टेक्निकल कुराहरू हुन्छ नि, जति कुरा हामीले देख्ने कुरा त एउटा छ, तर भित्री डिटेल्समा जाँदाखेरि एउटा बिट्स बाई नट्स एन्ड बोल्स, एउटा पार्ट्समा एउटा करेक्सन गर्नुपर्ने एउटा कुराहरू चाहिँ पक्कै पनि नेपाली प्लेयरहरूले राम्ररी सिक्नुहुन्छ। र लास्ट वर्ल्ड कप 2024 को वर्ल्ड कपमा चाहिँ अब हाम्रो नेपाल टिम चाहिँ यो ग्रुप स्टेजबाटै बाहिरियो है। यो सिजन चाहिँ अबको यो 2026 मा हुने इन्डिया श्रीलङ्कामा हुने वर्ल्ड कपमा चाहिँ कमसे कम हामी चाहिँ सुपर 8 सम्म चाहिँ पुग्नु पर्यो। हाम्रो नेक्स्ट राउन्डमा चाहिँ हाम्रो टिम पुग्नु पर्यो। त्यो भएपछि सबै टिमहरुसँग खेल्ने, क्रिकेट खेल्ने मौका पाउँछ। हामी एज अ भ्युअर्सलाई पनि मजा हुन्छ क्रिकेट हेर्नको लागि हैन। अनि त्यो चाहिँ हुनु पर्यो। उनीहरु एउटा लर्निङदेखि लिएर हरेक कुराहरुमा चाहिँ एउटा नेपाली क्रिकेटले पनि एउटा राम्रो एक्सपोजर पाउँछ। र अब अहिले रिसेन्टली यो भिडियो बनाएको अवस्थामा चाहिँ यो T20 वर्ल्ड कप 2026 को यो फिक्सर चाहिँ आइसकेको छैन है। र अब चाहे जस्तो सुकै होस्, कस्तो ग्रुपमा पर्छ, के पर्छ, त्यो अब आफ्नै ठाउँमा छ। र पनि अबको हाम्रो टार्गेट चाहिँ यो ग्रुप स्टेज पार गरेर चाहिँ एटलिस्ट सुपर 8 सम्म पुगेर चाहिँ त्यो एउटा सबै टिमहरुसँग खेलेर एउटा राम्रो पर्फर्मेन्स यो अबको वर्ल्ड कपमा चाहिँ एउटा राम्रो पर्फर्मेन्स नेपाल टिमबाट होस् भन्ने चाहिँ मैले एकदमै आशा गरेको छु। र अग्रिम शुभकामना पनि दिन चाहन्छु, किनकि त्यो पक्कै पनि सम्भव छ। नेपालले भर्खरै वेस्ट इन्डिजसँग खेल्यो। अब यसरी अहिले होम टुर्नामेन्ट अब ट्याक्कै एकदमै राइट टाइमिङमा भइरहेको छ। र यो गेम सकेपछि एउटा केही समय अलिकति बाँकी हुन्छ, जनवरीको टाइम अलिकति बाँकी हुन्छ हैन। त्यो टाइम चाहिँ अलिकति अब सदुपयोग गर्न सकिन्छ, कोर्स करेक्सनहरु गर्न सकिन्छ है। अनि त्यसरी चाहिँ अब नेपाल टिमको लागि चाहिँ एकदमै, नेपाल क्रिकेटको लागि एकदमै फाइदा देखिएको छ है। र नाउ लेट्स गेट ब्याक टु द आवर टिम है। अब विराटनगर किङ्स हुन त अब धेरैवटा टिम छ है।
अब कसले कसलाई टिमलाई सपोर्ट गर्नुहुन्छ त्यो आफ्नो ठाउँमा छ र म एज अ झापाको मान्छे झापाली भएर चाहिँ अभियसली म पूर्वको सान हैन कोशी प्रदेशको सान अब विराटनगर किङ्सलाई अभियसली सपोर्ट गर्छु र विराटनगर किङ्स यो सिजनको लागि चाहिँ लास्ट सिजन त एकदमै खराब प्रदर्शन भयो विराटनगर किङ्स है पुच्छरमा भयो ब्याक बेन्चर भयो अब यो सिजन चाहिँ विराटनगर किङ्सबाट धेरै आशा छ र लेट्स गो इन्टु द स्टेप बाई स्टेप अफ विराटनगर किङ्स फर्स्ट अफ अल अब कोचमा अब हुनुहुन्छ फर्स्ट सिजनको विनर पबोदु दसानाइके जो चाहिँ अहिले करेन्टली युएसए क्रिकेट टिमको पनि हेड कोच हुनुहुन्छ उहाँ चाहिँ यो सिजन आउँदै हुनुहुन्छ द्याट्स लाइक इन्सेन है अब उहाँ चाहिँ कोच हुनुहुँदैछ यो सिजन 2 को विराटनगर किङ्सको द्याट्स लाइक अ म्यासिभ थिङ र बोलिङ कोचमा श्रीलङ्कन प्लेयर आउँदै हुनुहुन्छ धमेका प्रसाद दिस अल्सो अमेजिङ लाइक यु नो इट कति कुराहरू नलेजहरू चाहिँ हाम्रो प्लेयर्सहरूले सिक्न पाउनुहुनेछ विराटनगर किङ्सको लागि त एकदमै राम्रो प्लस जेनरली हाम्रो नेपाली क्रिकेटर्सहरूको लागि पनि इट्स अ गुड अपर्च्युनिटी है त्यस पछाडि अब अर्को को हुनुहुन्छ त ब्याटर्समा हुनुहुन्छ फाफ डु प्लेसिस साउथ अफ्रिकन प्लेयर है फाफ डु प्लेसिस हुनुहुन्छ एकदम बबाल हैन वेल एक्सपिरियन्स ब्याटर त्यसपछि मार्टिन गुप्टिल अब न्युजिल्यान्डको लास्ट सिजन पनि खेल्नु भएको थियो खासै त्यति राम्रो पर्फर्मेन्स त भएन तर यो सिजन चाहिँ मैले एकदमै राम्रो एक्सपेक्ट गरेको छु अलिक सेट हुनुहुन्छ होला अलिक सेटल हुनुहुन्छ होला यो टाइम चाहिँ र आई विश हिम भेरी अल द बेस्ट र जर्ज मुन्सी नट साउथ अफ्रिकन हि इज स्कटिस प्लेयर स्कटल्यान्डको प्लेयर जर्ज मुन्सी भेरी ट्यालेन्टेड प्लेयर एसोसिएट क्रिकेटको स्कटल्यान्ड टिमको एउटा राम्रो प्लेयर भेरी ह्याप्पी टु सी द नेम त्यस पछाडि अब फास्ट बलर प्रिमियम फास्ट बलरमा हुनुहुन्छ मार्चेन्ट डे ल्याङ हैन साउथ अफ्रिकन बोर्न प्लेयर मार्चेन्ट डे ल्याङ दिस अल्सो बिग बुस्ट फर द टिम हैन अब हाम्रो विराटनगर किङ्सको लागि एकदम राम्रो बुस्ट त्यस पछाडि अब हाम्रो नेपाली प्लेयरमा जाउँ सन्दीप लामिछानेको एकदम राम्रो छ हैन सन्दीप लामिछानेको लास्ट पर्फर्मेन्सहरू एकदम राम्रो छ भेरी ह्याप्पी एज ए क्याप्टेन त्यसपछि लोकेश बम एकदम ठिक छ अहिले भर्खर हङकङ सिक्सर्समा पनि खेलेर आउनुभयो प्लस यता उहाँको पर्फर्मेन्सहरू मलाई एकदम मनपर्छ लोकेश बम गुड विकेट किपर प्लस गुड ब्याटर हैन त्यस पछाडि हाम्रो प्रतीश जीसी भेरी ट्यालेन्टेड यङ बलर प्रतीश पनि एकदमै मनपर्छ र ओभरअल लाइक यु नो बसिर अहमेद भर्खर बसिरको खासै त्यति राम्रो पर्फर्मेन्स हङकङ सिक्सरमा नभए तापनि लाइक हि हेज अ पोटेन्सियल है हि क्यान डु लट अफ थिङ्स लाइक यु नो वी हेभ टु काउन्ट अन हिम होइन यो डोमेस्टिक क्रिकेट एनपिएलमा केही बवाल गर्नेछ बसिरले पनि यस्तै देयर आर लट अफ पोजिटिभ थिङ्स एबाउट विराटनगर किङ्स इन दिस सिजन होइन आई एम सो एक्साइटेड र अब जर्सी पनि आइसकेको छ विराटनगर किङ्सको चेक गर्नु होला हैन र व्हाट यु थिङ्क अबाउट विराटनगर किङ्स ड्रप डाउन द कमेन्ट र यदि तपाईँ अरू कुनै टिमको सपोर्ट गर्दै हुनुहुन्छ भने राइट इन द कमेन्ट बिलो तपाईँले किन चाहिँ तपाईँको त्यो टिमले जित्छ होला त हैन र यति भन्दै चाहिँ म आजको यो भिडियो म यहीँ एन्ड गर्न चाहन्छु र अन्तिममा लाग्ला जय पूर्वको सान विराटनगर किङ्स आयो किङ्स है त बाई